हेलो हाई दर्शक नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल गाइस। फेरि पनि स्वागत छ सम्पूर्णलाई मेरो आजको ब्लग लिएर आएको छु र आजको यात्रा पनि एकदमै बिन्दास नै वालसँगले बिचमा हेर्नुहोस् यति गाडी प्याक हुन्छ देख्नुभयो कति प्याक छ गाडी कति जाम छ एकदमै जाम छ नि त अझ सुत्तै भएर पनि एकदमै ढिला हुँदैछ आजको यात्रा है त एकदमै जाम छ है जाम भएकोले गर्दाखेरि पनि म चाहिँ ढिला हुन्छ होला तर पनि केही छैन अब दुःख गाडी अगाडि बढ्दैछ होइन अलिक चाँडै जानुपर्ने हो आजको यात्रा तर अहिले पनि जामले गर्दाखेरि ढिलो हुने भयो केही छैन यसमा चित्त बुझाउनु पर्ने हुन्छ अब बिस्तारै जाने हो जहिले पुग्छ पुग्छ नि के गर्नु त अब जाम भएपछि जाम भइसकेपछि अब हतार गर्ने कुरा आएन होइन यस्तै छ यहाँको जाम हेर्नुहोस् त अब पनि अब यो जामले त 15 मिनट जाम होला जस्तो छ सो त्यही भएर एकदमै तनाव भयो अब के गर्ने त अब बिस्तारै जानै पऱ्यो होइन फाइनली अब लाग्दैछौँ बाटो र आज एकदमै गद्दार पनि गर्यो एजेन्टहरूले होइन एउटाको उधारको लागि पैसा डिपोजिट गर्ने भनेको थियो तर तिनीहरूले पैसा डिपोजिट गरेन तिनीहरूले अब भोलिसम्म जसरी गर्छु भने चाहिँ हेरौँ पालिसम्म भएन भने मैले यिनीहरूलाई के गर्नुपर्ने त्यो मलाई मात्रै थाहा छ होइन सो त्यही भएर अहिलेलाई पनि म एकदमै यात्रा गर्दैछु र तपाईँ माझ मैले ब्लगको भन्ने जमरको साथ एकदमै बाटो जाम छ होइन एकदमै के गर्ने वान वे बाटोमा यस्तै हुन्छ गाह्रो हुन्छ नि त होइन जामले गर्दाखेरि समस्या हुन्छ धेरै सो तपाईँहरूमा चाहिँ अहिले फेरि म अर्को ब्लग छेड्नेछु होइन यो अहिले जाममा चाहिँ धेरै ब्लग बनाएर कामै छैन होइन यस्तो जाम चाहिँ देखिहाल्नुभयो जाम होइन कस्तो रहेछ भन्ने कुरो तपाईँहरूले है त कहिले सक्छ नि यो जाम खुलेर दिमाग खराब हो त हौ पक्कै हुन्छ हो यो जाममा पऱ्यो भने चाहिँ मलाई फेरि जाम पर्नु जाम जस्तो फेरि झ्याउ मेरो लागि केही पनि होइन फेरि हिँड्नु जति हिँड्नु पनि म जति दिनभरि गाडी कुदाउने मान्छे हो तर जाम जस्तो चाहिँ म जाम चाहिँ पर्खिनै सक्दैन मलाई अब्बर बोर लाग्ने चाहिँ जाम हो आफ्नो आफ्नो भाग्य रहेछ सुख पाउनु दुःख पाउनु तिम्रो भाकोमा कुन के छ मेरो भाकोमा पीडा पर्यो हो तिम्रो भाकोमा कुन के छ मेरो भाकोमा पीडा पर्यो आज तिम्रो कुरा चाल्यो मुटुभित्र छुरा चल्यो नचाहिदो तिम्रो रूपको नचाहिदो चर्चा चल्यो आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो आफ्नो भाग्य रहेछ सुख पाउनु दुःख पाउनु
सारा खोलेको छु मैले यहाँबाट चाहिँ मैले बिन्दास तरिकाले जानुपर्ने हुन्छ हैन यो एरियाबाट चाहिँ यसरी घुमेर सट्टै इसारा बोल्दैछ रामले र सुक्रोबाट हुँदै ढुक्कै रोड नम्बर 5 मैले छिर्नुपर्ने हुन्छ किनभने नाइट 11 भइसक्यो अब सिधै रुम जानेछु हैन एकदमै रुम पुगिसकेपछि आरामले खाना खाएर मस्त आराम गर्नुपर्ने हुन्छ सो त्यही भएर चाहिँ आजको नाइट ब्लग भनेको यस्तै छ है आँखा तिरमिर हुन्छ यो लाइटले गर्दाखेरि हैन गाडीको ब्रेक लाइट त्यस्तै बल्छ फेरि अनि के भन्छ एकदमै दिइरहेछ एकदमै लाइट दिइरहेछ के भन्छ यस्तो नहुनु पर्ने हो त लाइटको चाहिँ ट्रस पक्रेछ ठिक छ केही छैन एकदमै हाइट भए पनि होला अनि यसरी चाहिँ एकदमै बिन्दास तरिकाले आजको यात्रा हैन अनि रोड नम्बर 5 मा क्रस हुनुपर्ने हुन्छ जहारा हैन किनभने यहाँ जाम हुन्छ जाम भयो भने त तनाव हुन्छ नि त त्यही भएर चाहिँ यो तपाईँ लाइट डरिकन सिधै लिएर टापिदिने हो बिन्दाससँग यस्तो छ बाटो है उता गयो भने जाम पर्छ र सिधै घुमाएर चाहिँ टापिदिने हो यसरी घुमेर आफ्नो बाटो यात्रा गर्नुपर्छ है त्यस्तो छ यहाँको रोड चाहिँ हैन र यसरी घुमेर चाहिँ फनको हान्नुपर्छ माथिबाट पनि गाडी चढिरहेको हुन्छ यताबाट पनि गाडी चढिरहेको हुन्छ हैन यसरी फनको मार्दै म चाहिँ सिधै जानुपर्ने हुन्छ हैन यसरी चाहिँ एकदमै यहाँको देखियो हैन एकदमै राम्रो सक्नु नि यहाँको इन्भाइरोमेन्ट चाहिँ अब सिधै यहाँबाट नन स्टप जानुपर्छ साइड छिपेर चाहिँ यहाँबाट सिधै अब नन स्टप कुद्नुपर्छ किनभने भोक पनि लागिरहेछ हैन त्यही भएर पनि हो भात खानु पर्यो नि त हैन यसरी चाहिँ सबै लाग्ने हो यो सबै देखिया एरिया हो हैन यसरी सबै गएपछि माथि ऱ्याम नलिकन म चाहिँ बिन्दास जाने यसरी है त देखेको छ रन्केको छ कहाँसम्म पुगिन्छ त्यहाँसम्म रन्किने हो एकदम लङ टाइम पछि पनि तपाईँको भए पनि अनि यहाँको बाटो त्यस्तै हो राति त हैन हल्का खुल्ला नै हुन्छ र पनि मान्छेहरू भन्छ ए खुल्ला बाटो के खुल्ला हुने यस्तो हालत छ पुरै जाम हुन्छ नि एउटा गाडी बिग्रियो अथवा एउटा गाडी ठुक्यो भने लगभग आधी घन्टा जाम हुन्छ यो चाहिँ ट्याक्कै रिगाई हो है रिगाई सिटी हो यो चाहिँ ट्याक्क रिगाई सिटीको चलपल यस्तो छ हैन ठ्याक्क यसको अपोजिट वारिपट्टि दिस नै होटल एरिया छ हैन खाने होटल एरिया छ यो चाहिँ रिगाई एरिया हो सो फाइनली त्यही भएर म चाहिँ यहाँबाट बिन्दाससँगले जाँदैछु अनि हामी जति घुम्छौँ जति यात्रा गर्दैछौँ
यात्रा नै गर्दैछौँ होइन। अब म चाहिँ बिन्दास गरेर लाग्ने हो है। म चाहिँ दोहा चाहेर चाहिँ जानुपर्ने हुन्छ त्यो अपरोडमा, त्यही भएर चाहिँ हो मैले ओह्रालो जानुपर्ने हुन्छ। अन्त अघि सिधै गएर पर 80 नम्बर रोड जाँदै हुन्थ्यो होइन, तर त्यहाँ बिचमा जाम हुन्छ भनेर चाहिँ मैले चाहिँ त्यो यात्रा पक्रिनँ। मैले 5 नम्बर रोडबाट झरेर चाहिँ म डाइरेक्ट दोहा पक्रिन्छु 80 नम्बर रोड पक्रिन्छु होइन, केही छैन। बिन्दास जान्छु जसरी पनि पुग्छ। ट्याक्कै 11:10 भइसक्यो। अब 10 मिनट त पुग्छु। पुगिसकेपछि खानासाना यसो तताएर खाँदा गर्दा एकैछिनमा हुन्छ। खाँदा त्यति खाइँदैन, के खाइहाल्यो अघि नै बाहिरै, के अघि बाहिर खाइसकेपछि अगाइसकेको हुन्छ पेटहरू होइन। त्यही भएर पनि अब गएर खाने भनेको त्यही हल्का फ्रुटहरू खान्छु होला, सलादहरू खान्छु, त्यहाँदेखि मस्त सुत्दिने हो। लगाइछ यति भन्दै अब तपाईँलाई बिताउन चाहन्छु होइन। जति नै भिडियो लङ बनाए पनि हुने केही पनि होइन होइन, एकदमै छोटो मिठो बनाएर चाहिँ तपाईँलाई सुनाउनेछु। र आजलाई यति नै भन्दै यात्रा यस्तै बाटोमै टुङ्गिनेछ। हस् त, दर्शन नमस्ते, फेरि पनि नेक्स्ट ब्लगमा भेट्नेछु। बाई।